ठिकै छ यता बिजे छ आनेवाला दुला मङ्सिर महिनाको जन्ती यो उठमै चढा जाउँला होइन केही छैन ऊ रेडी छ उता बेहुला नै भइहाल्यो रोशनी रेडी होइन तिमी जान रेडी छ उता पनि रेडी हो उता झन् पुरै रेडी ऊ भान्डाङ भुन्डुङ सब लिएर रेडी हो स्किन केयर के स्किन केयर यस्तो स्किन केयर हुन्छ ल जन्ती जान अहिले हामी 32 32 32 हेलो ल लिएर हिँड 32 ब्याग चाहिँ यहाँ छोड्दै हुन्छ तिमीले फेरि 2-2टा ब्याग होइन फेरि यो लाउन छुटेछ क्या होइन अब आफैले लाउन नि गाह्रो फेरि है साथीहरू आउनु र हेलो भिड्ने दङ्गा नियन्त्रण ओ मित्र मेरो यो बाँध्ने भने तिमी आफै पनि खुल्लै छोडेर हिँड्ने कहाँ आउनु परेन यहाँनिर हाम्रो साथीले सहयोग गरिहाल्छ नि ल ठिक छ सबैले लगाउने ए के हो यार तिम्रो त यो सिरानी रहेछ नि त फेरि सबको सिरानी मेरो नि छ सिरानी घर लगाएर हुन्छ नेसनल भान्जा छ होइन इन्टरनेसनल भान्जा ए भान्जा हो यो चाहिँ ए यता चाहिँ साथीको छोरा उता चाहिँ भान्जा तिम्रो केही छैन है तिम्रो त केही छैन बिचारा दुःख मान्नु हुँदैन बिचारै हुन्छ कसरी दिनु तिमीलाई समाउन यसरी समाउनु त ल अब आयो नि त सुहाउने भयो ल अब चाहिँ सुहाउने भयो के 32 हाम्रो कति नम्बर हो 32 नम्बर बोट हाम्रो यही हो ल साथीहरू ल सबजना त ओ माई गड कस्तो डेन्जर छालाको आमा छालाको तर्स्या छैनौ नि अलिअलि तर्सेको ल यहाँसँग छ डौडा छैन नि छ कि छैन भन्नु ल छैन है छैन हेलो डरला छैन ओ नयाँ बेहुला के छ खबर डरला चाहिँ कि छैन भन्छ बाबु छैन नि मम्मीसँग जाने के बस्ने यही छ डरा होइन एकदम ठिक छ अवस्थामा मलाई एकदमसँग डुङ्गा चढाइ फिल आइरहेको छ कि भयो म आउनु परेन मेरो भिडियोमा तिमीलाई देखाइदिएँ मैले ल हाम्रो विजय छ सबजना अमृत एकदम राम्रो छ ल यतिको हुनु पर्यो यतिको चाहिँ हुनु पर्यो है यता पनि छ नि हाम्रो भान्जा बाबु ल सम्झे एकचोटि यता दिनु पर्यो है म यताबाट यस्तो दिन्छु है उता त भान्जा बाबु डर लागेको छैन नि ल सम्झेको प्रो ड्राइभिङ निस्किनु भयो सबै भान्जा केही हुन्न बिचारा न भाइ सके डन्ट वरी हो अमनी डराउ न यता डरला होइन उता बिचारा मम्मी पनि डराइसकेछ मेरो छोरो भन्ने यति नै हो दसैँको सुरुवात हो अब यो के भन्छ यसलाई यो चाहिँ यतैतिर छोड्नु पऱ्यो होइन उता रुनै थालेको थियो ऊ चाहिँ त ठिकै थियो तर बिचारा हाम्रो भान्जा बाबु डराउनु हुन्न अर्कोचोटि खेल्ने कि नखेल्ने खेल्ने भन्दा न कसरी डर लाग्यो हो यता हेरेर भनिदेऊ न डर लाग्यो हो किन डर लागेको मम्मीलाई त डर लागेन रे कस्तो लाग्यो विजय सर ठिक छ नि के छ रोशनी मिस फेरि ट्राई गर्ने हो
केही भन्नु छ कसैलाई इन्भाइट गर्नु छ यो राइडमा छैन नि हाम्रो मित्रको अनुभव कस्तो रह्यो एकदम पानीमा पौडिन पनि सिकिहाल्छ यस्तै पारा हो भनेदेखि त तर नराम्रैसँग भिज्यो यार हात त पुरै सिक्यो होला ऊँट यही हो होइन ऊँट भन्ने चिज चाहिँ अनि यसलाई हेलमेट किन लगाइदिनु भयो मुखमा अब यसपछि कता हो हाम्रो यात्रा बिचरा भान्जा बाबु अघि रुएको भएर है ल चटपटे समातौँ है समातौँ ल ल चटपटे खाने है चटपटे खाने बागमतीको चटपटे ल उद्घाटन गरौँ है साथीहरू उद्घाटन गरौँ हाम्रो यहाँ रुनी भान्जा खोइ भान्जा बाबु बाई बाई फेरि डुङ्गा खेल्न आउने ल हुन्छ अब नरुनी नि फेरि ल बाई 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 यताको साथीहरूलाई बाई 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 ल साथीहरू सबैजना लाग्नुभयो म पनि लाग्नु पऱ्यो आज एन्ड डे इन चटपटे खाइयो टाइम लगभग 5 साढे 5 भएछ बाई बाई